स्वागत छ हाम्रो नयाँ भिडियोमा। हामी चाहिँ यो सेफ फोक्सुन्डो प्रवेश गर्न लागिसकेका छौँ। यो चाहिँ हामी गेट प्रवेश गरेर अगाडि आएका छौँ। हेर्न सक्नुहुन्छ साह्रै रमाइलो दृश्य देखिएको छ। यो चाहिँ सेफ फोक्सुन्डोमा अगाडि हाम्रो एउटा घोडा देखिएको छ। हाम्रो टुलर हिँडिराख्नु भएको छ। साह्रै रमाइलो दृश्य देखिएको छ। यो चाहिँ सेफ फोक्सुन्डोको गाउँ हेर्न सक्नुहुन्छ। साह्रै रमाइलो दृश्य देखिएको छ। यो हामी यो गल्ली गल्ली हुँदै निस्किन लागेका छौँ। यो सेफ फोक्सुन्डोको गाउँ चाहिँ साह्रै रमाइलो देखिएको छ। हरियाली दृश्य र यता हाम्रो टोलीहरु चाहिँ पहिलोपटक आएको साह्रै रमाइलो लागिरहेको छ भन्दैछ। यसो हाम्रो भाइहरु चाहिँ साह्रै रमाइलो लाग्यो पहिलोपटक आएको। यस तालको दृश्य नि देखिन लागिसकेको छ। हेर्न सक्नुहुन्छ अगाडि थोरै देखियो, हल्का देखिसकेको छ तालको दृश्य। चाहिँ हामी अगाडि बढिराखेका छौँ तालतर्फ। हेर्न सक्नुहुन्छ यो साह्रै रमाइलो दृश्य देखिराखेको छ। मौसम खराब भएको हुनाले माथिल्लो भागतिर कुहिरो लागिराखेको छ। हाम्रो टोली अगाडि बढिराखेको छ। हामी तालतर्फ बढिराखेका छौँ। हेर्न सक्नुहुन्छ तालको दृश्य एकदमै रमाइलो देखिएको छ। यता चाहिँ घरहरू बन्न लागेको रहेछ। साह्रै रमाइलो दृश्य छ। तालको दृश्य यति रमाइलो देखिएको छ कि यता चाहिँ हामी अगाडि पुग्न लागेका छौँ। हाम्रो टोलीहरु चाहिँ यता तल झरिसक्नु भएको छ। तालको छेउतिर हरियाली दृश्य साह्रै रमाइलो लागेको छ। हाम्रो केटाहरू बसेर यसो गफगाफ दिइराखेका छन्। हाम्रो राष्ट्रिय झण्डा नि हावा लागेर फरफर गरिराखेको छ। तालमा चाहिँ पौडी निषेधित गरिएको रहेछ। पौडी चाहिँ खेल्न मिल्दो रहेन रहेछ। यो चाहिँ तालको दृश्य साह्रै मनमोहक दृश्य देखिएको छ। हेर्न सक्नुहुन्छ साह्रै रमाइलो देखिएको छ र हामीलाई साह्रै रमाइलो लागेको छ। यो चाहिँ सेफ फोक्सुन्डो तालको चाहिँ पानी निष्कासन क्षेत्र हेर्न सक्नुहुन्छ। जहाँ चाहिँ काटे पुल देखिएको छ। यो पानी निष्कासन क्षेत्र चाहिँ हेर्न सक्नुहुन्छ। योबाट निस्केको पानी चाहिँ झरना हुँदै बगेर हाम्रो ठुलभेरी तरफ मिसिन्छ, अगाडि बढ्छ। यो